हेलो एन्ड नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ। म चाहिँ बिहान उठेर फ्रेस भएर लागे पसलतिर। आज चाहिँ भिनाजुले मेरो गाडी लग्नु भएको थियो, त्यही भएर म चाहिँ भिनाजुको सवारी साधनमा बसेर पसल पुगेर अगाडितिर सबै कुर्सी टेबलहरू मिलाएँ अनि भगवानलाई ढोक गरेँ। त्यसपछि म किचनमातिर लागिरहेको थिएँ। फ्रेस निम्कीको सस पाकिरहेको थियो। लाफिङको सेक्सन रेडी गरेर अनि अर्डर आउन थाल्यो। अर्डरहरू पास गर्दै थिएँ। बिजी पनि भइरहेको थियो। बिस्तारै कस्टमर्सहरू आउँदै हुनुहुन्थ्यो। अनि यो चाहिँ हामीले सर्भ गरेको चाउमिन र मोमो। अनि म चाहिँ अलि धेरै लाफिङ बनाउनु पर्ने थियो। आज लाफिङको ब्याटर रेडी पार्दै थिएँ। अनि फेरि कस्टमरहरू आउन थाल्नु भयो। अनि यो चाहिँ हाम्रो फुल्की हो। खाना बनाएर सर्भ गर्दा आफैलाई खान मन लाग्छ क्या। अनि फेरि मैले चाउमिन बनाउन लाएर त्यसको माथि भेजिज हालेर यस्तो मजासँग खाएँ नि। अनि त्यसपछि फेरि खानाहरू सर्भ गर्न थाल्यौँ। नाइटस्केपले अर्गनाइज गरेको नेवा जात्रा हुँदैछ है गाइज। 11 मेमा डकल्यान्डको पार्कमा हुँदैछ। त्यही भएर सबैजना आइदिनु होला। उज्जन साक्य र कुमार सागर आर्टिस्ट आउँदै हुनुहुन्छ। आइराख्ने कस्टमर दिदीको बर्थडे रहेछ अनि उहाँहरूलाई पनि खाना सब गरेँ। ड्रिङ्क्सको फ्रिज पुरै खाली भइसकेको रहेछ। मैले ड्रिङ्क्सको फ्रिज यस्तो मिलाएर भरेँ। अनि त्यसपछि यो चाहिँ हाम्रो चटपटे हो। उबरको पनि राम्रै अर्डर आइरहेको थियो अनि फेरि बिजी हुन थाल्यो। यो चाहिँ हाम्रो डकेटो कति धेरै आइरहेको थियो अनि ससेजहरू भयो यो चाहिँ। अनि फेरि हामीले भोलि क्रिकेट खेल्ने ठाउँमा हाम्रो फुड ट्रक लानु पर्ने थियो, त्यसको लागि हल्का प्रेप गर्दै थियौँ। आज चाहिँ मैले अगाडि क्लोजिङ गर्नु परेन। भिनाजु आउनु भएको थियो, भिनाजुले अगाडि गर्नुभयो। मैले पछाडि भोलिको लागि प्रेप गरेँ। त्यसपछि यो चाहिँ दाइहरूलाई मैले म रेडी पारिदिँदै अनि म लागे घरतिर। थ्याङ्क यू फर वाचिङ गाइज।